हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भिडियो। यहाँलाई मेरो भिडियोहरु कस्तो लाग्दैछ कमेन्टमा प्रतिक्रिया दिनु होला। र आज चाहिँ हामी एउटा यस्तो घर हेर्न जाँदैछौँ जो चाहिँ 100 वर्ष पुरानो छ। अहिलेसम्म केही पनि भएको छैन, अलिकति चर्केको पनि छैन। 1990 साल 2072 सालको भूकम्पमा पनि केही नभएको घर। पुरानो घरहरु कस्तो हुन्छ आज तपाईहरुलाई यो भिडियोमा देखाउँदैछु। यो भिडियो अन्तिमसम्म हेर्नु होला र यो आइडीलाई फलो गरिदिनु होला। युट्युबमा हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब लागौं भिडियोतर्फ। यो घर चाहिँ खरको छानाले छाएको घर हो। यहाँ चाहिँ यो अझै घर छानालाई यहाँ नयाँ खरहरू काटेर ल्याएको छ। यो चाहिँ खर काटेर ल्याउनुपर्छ यसरी, अनि यो भाटा लगाएर खरले छाएको घर हो। यो फेरि छाउनु पर्ने भएको छ। र यो घर चाहिँ माथिबाट हेर्दाखेरि यस्तो देखिन्छ। यो छाएको चाहिँ अलिक पुरानो भएर यो भाटा देखिन थालेको छ। घर चाहिँ ढुङ्गा माटो र काठले बनेको घर हो। यहाँ काठहरू यो बाहिर चाहिँ कलर गरेको हो र यो तल रातो माटोले पोतेको हो। माथि चाहिँ सेतो चुना लगाएको छ र यहाँ पुरै यसरी रातो माटोले पोतेर यता गोबरले लिपेको हो। यहाँ चाहिँ काठ चाहिँ यो चाहिँ यस्तो काठ चाहिँ ठुलो मोटो छ। त्यही भएर पनि यो यत्रो वर्ष नभत्केको हुनसक्छ। यो चाहिँ ढोका हो। यो ढोका चाहिँ निहुरेर छिर्नुपर्छ र यो ढोकामा चाहिँ मोटो काठ प्रयोग गरिएको छ मजबुत बनाउनका लागि। र यहाँ चाहिँ पुरै काठको यो काठ बिछ्याएको छ। यो घर चाहिँ 1990 मा बन्दै गरेको थियो अरे। त्यतिखेरको भूकम्प आउँदाखेरि यो घर चाहिँ एकतला बनाइसक्नु भएको थियो अरे। र त्यस पछाडि धेरैवटा भूकम्पहरू गए पनि त्यत्रो भूकम्प जाँदा पनि यो घर चाहिँ अहिलेसम्म चर्केको पनि छैन। अलिकति हेर्न देख्न सक्नुहुन्छ। यो घर चाहिँ खरको छानो लगाएको छ र अहिलेको समयमा यति मजबुत घर यत्रो 100 वर्षसम्म 90-100 वर्षसम्म चाहिँ केही नभएको घर बनेको 90-100 वर्षसम्म केही नभएको घर चाहिँ अहिले त्यति पाउन सकिँदैन होला। यो चाहिँ हाम्रो पुर्ख्यौली घर हो। हामी चाहिँ अहिले तलतिर देख्नु भएको यो घरमा बस्छौँ। यो घरमा चाहिँ अहिले कोही बस्नुहुन्न, तर पनि रेखदेख चाहिँ हामीले नै गर्छौँ। यो अहिलेसम्म यत्रो वर्ष पनि नचर्केको घर चाहिँ यही हो र तपाईहरुलाई म यो घरको वरिपरि देखाउने छु।